हामीसँग हुनुहुन्छ रूपनी गाउँपालिकाका अध्यक्ष दिनेश कुमार यादवजी र यो आधारभूत विद्यालय छप्की भोथोलमा शिक्षक छनौटको प्रक्रिया चाहिँ जारी छ र एकदम नौलो पारदर्शिताको चाहिँ अभ्यास यहाँ भइरहेछ। यसै सम्बन्धमा उहाँसँग हामी कुराकानी गरिरहेछौँ। अध्यक्षज्यू, यो शिक्षक छनौट प्रक्रियामा तपाईले सुरुदेखि अपनाएको विधि र प्रक्रियाहरू के हुन् त? मैले यो शिक्षाको गुणस्तर बढाउनको लागि सबभन्दा पहिले शिक्षक योग्य हुनुपर्छ। शिक्षक बच्चाहरूलाई राम्रो शिक्षा दिने खालको हुनुपर्छ। त्यसको लागि सोच बनाए। हामी सबै स्कुलका हेड सरहरू, व्यवस्थापन समितिका अध्यक्षजीहरू, वडा अध्यक्षजीहरू, अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृतहरू सबै बसेर शिक्षक छनौट प्रक्रिया एउटा हामी पारदर्शी गरौँ भनेर निर्णय गरे। त्यो निर्णयमा सबभन्दा पहिले हामी खुला अभिभावकको बीचमा तपाईको शिक्षा विज्ञहरू जुन हुन्छ नि, टिचर शिक्षा विज्ञहरू, विषयका विज्ञहरू, त्यसलाई छनौट गरे। सबभन्दा पहिले चिट्ठाद्वारा हामी अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष, स्कुल अध्यक्ष, हेड सर, प्रमुख प्रशासकीय अधिकृत, स्थानीय व्यक्तिहरूको बीचमा चिट्ठा हालेर, त्यो चिट्ठा हालेपछि एउटा 80 वर्षको बुढोले त्यो चिट्ठा उठाइयो। 2टा चिट्ठा उठाएपछि अनि 2टा विज्ञ छनौट गरे। अनि त्यो छनौटलाई त्यो विज्ञहरूलाई स्कुलमा ल्याएर अनि स्कुलको जति विद्यार्थीहरू छन्, परीक्षा दिने विद्यार्थी, स्थानीय अभिभावक, व्यवस्थापन समिति, पत्रकार, सबैलाई, बुद्धिजीवी, रिटायर शिक्षकहरू सबैको सामुमा त्यो विज्ञहरूलाई बसाएर, विनीलाई बसाएर, शिक्षा संयोजकलाई बसाएर अनि स्कुलका वडा अध्यक्षजी सबैलाई राखेर हामी क्वेसन छनौट गर्न लगाए। परीक्षा दिने विद्यार्थीहरूको बीचमा क्वेसन छनौट गरे। अनि त्यो छनौट गरेपछि अनि 4 सेट क्वेसन छनौट गर्न लगाए। क्वेसन छनौट भएपछि त्यो मासमा भएका सबभन्दा बच्चा, मासले दिएको बच्चाबाट त्यो छनौटको क्वेसन बनाएको त्यो चिट्ठा हाल्न लगाएर त्यो चिट्ठाबाट जुन चिट्ठा त्यो बच्चाले उठायो त्यो चिट्ठाको नम्बरबाट परीक्षा लिन लगाए। क्वेसनको परीक्षा लिए र त्यहाँबाट रिजल्ट प्रकाशित भएपछि अर्को पनि सेटको परीक्षा गर्न लाग्दाखेरि तपाईको त्यही 4 सेट बनाए र त्यही 4 सेट बनाएपछि त्यो बच्चाहरूबाट चिट्ठा हालेर उठाउन लगाए। जुन बच्चाले उठाएको चिट्ठा हो त्यही क्वेसन सेटको परीक्षा लिन सुरु गरे र त्यसपछि प्रकाशन हुन्छ निर्णय। त्यो निर्णयलाई हामी कारबाही गर्न लगाए। तपाईको खुला अभिभावकको बीचमा हामी परीक्षा लिने प्रक्रिया सुरु गरेका छौँ। सबभन्दा सुरुवात हामी यही छप्की स्कुलबाट गरे। अब हाम्रो 13 स्कुलमा यो प्रक्रिया लागू हुन्छन्। त्यसमा कुनै किसिमको कम्प्रोमाइज, कुनै किसिमको भेदभाव, कुनै किसिमको पूर्वाग्रही हुँदैन। हाम्रो परीक्षा गर्ने नीति र शिक्षक छनौट गर्ने प्रक्रिया हामीले अपनाएको यही हो। अध्यक्षज्यू, यो प्रक्रिया तपाईलाई अलिकति जटिल र अनौठो चाहिँ लागेन? प्रक्रिया जटिल र अनौठो हो, तर जटिल अनौठो भएर पनि शिक्षा भनेको महत्त्वपूर्ण चिज हो र शिक्षक हाम्रो देवता तुल्य हुन्छ। त्यो इमान्दार, बुद्धिजीवी र शिक्षित हुनुपर्छ। त्यसको लागि अनौठो भएर पनि समाज परिवर्तन गर्नको लागि उपयुक्त शिक्षक छनौट गर्नुपर्छ। त्यसकारणले अनौठो भए पनि हामी अगाडि बढेका छौँ। अबको दिनमा यो गाउँपालिकाभित्र कुनै पनि शिक्षकहरूको छनौट गरिँदा यही प्रक्रिया अपनाउनुहुन्छ? एकदम यही प्रक्रियामा कुनै किसिमको कम्प्रोमाइज हुँदैन। कहीँ भविष्य कुनै प्रक्रियामा भेदभावपूर्ण भयो भने तपाईहरू पनि साक्षी हुन बस्नुहोस्, हामीलाई जानकारी गराउनु होला। दिने अध्यक्षजी, खबरदार यो प्रक्रिया चेन्ज भयो, यो राम्रो हुँदैन। हामी यही प्रक्रियामा अगाडि बढ्छौँ। हस् अध्यक्षजी, यहाँलाई धेरै धेरै धन्यवाद। धन्यवाद। तपाईँहरूले हाम्रो जुन शिक्षा नीतिमा शिक्षक छनौट प्रक्रियाको बारेमा, पालिकाको बारेमा सोध्नुभयो र हामीलाई सल्लाह सुझाव दिनुभयो, त्यसको लागि धेरै धेरै धन्यवाद। आउने दिनमा पनि हामीलाई गल्ती भएमा सुझाव दिनुहोला। धन्यवाद।